नमस्कार गाइज, हामी गएको थियौँ पोखरामा देख्न सक्नुहुन्छ चितवनको रिसोर्टमा हामी केटाहरू सबैजना रमाइलो गर्दै थियौँ। ठ्याक्क 12 बजे राति पुग्यौँ हामी यहाँ रुमसुम लियौँ टक्कसँगले। 32जनाको ग्रुप छ हाम्रो, बसमा गएको थियौँ हामी रमाइलो गर्दै। एकदम यहाँ हामी राति क्याम्प फायर गर्दैछौँ रिसोर्टमै। यहाँ हाम्रो साथीहरू नाचिरहेछ। यो कालो कोटमा क्रिस भन्ने हाम्रो साथी हो र यो पछाडि पोर्से लेखेको ज्याकेट मेरो हुडी लगाएर मेरो साथी पुरा खुकुरी रङको चार्जमा एकदम नाचिरहेछ। कसैलाई नचिनेर मलाई ठेलिरहेछ साइडबाट, पुरा कमर मच्काइरहेछ, एकदम पुरा नाचिरहेछ, एकदम पुरै स्टेप मिलाइरहेछ पुरा। सबैजना फेल उता पल्लो साइडमा, त्यसकै साइडमा क्रिसको साइडमै देख्न सक्नुहुन्छ तपाईँ सेतो भेस्ट लगाएको हो मोटे जेन भएको त्यो पनि मेरो साथी हो। पुरा पिउँदिन भन्दै पिलायो साथीले भन्दै नाचिरहेछ आफ्नै तालमा। यति नै हो गाइज, चितवन पोखरा साइडमा मलाई पनि देख्न सक्नुहुन्छ। म पनि बेला बेला उफ्रिरहेको छु चितवनको रिसोर्टमा रमाइलो गर्दै। ल है गाइज, लाइक एन्ड सेयर गरिदिनु होला।